साथीहरु के छ खबर सन्चै हुनुहुन्छ म पनि सन्चै छु म चाहिँ आइसके हैन मेरो नयाँ भिडियो लिएर मेरो चाहिँ यो सेकेन्ड भिडियो हैन फर्स्ट भिडियो चाहिँ अब के कस्तो हो मलाई थाहा हैन म चाहिँ आज सेकेन्ड भिडियो लिएर आइसके यताउति हल्ला खल्ला केही नगरेर हामी डाइरेक्ट स्टार्ट गरिहालौँ हैन आज चाहिँ हामी पर्वतजीकोबाट चाहिँ सेकेन्ड भिडियो उठाएको छौं जुन चाहिँ हाम्रो जेनजेड पार्लियामेन्ट छ हैन अब जेनजीहरुले चाहिँ पार्लियामेन्टमा कस्तो भूमिका निर्वाह गरिराछन् वालाको एउटा मिम हाल्नु आरे चाहिँ अब लेस हामी चाहिँ स्टार्ट गरौँ भन्नुपर्छ हैन अब के कस्तो हुन्छ मलाई पनि थाहा छैन हैन मैले चाहिँ फर्स्ट टाइम हेर्दै छु लेट्स होप मैले राम्रोसँग रियाक्सन गर्न सकु भन्नी लेट्स स्टार्ट नहेर्ने कुरै हुन नि हेरिहाल्छु नि कस्तो कुरा गरे होला के तर हाम्रो शिक्षा मन्त्री पनि हेर्न सक्नुहुन्छ हुन चाहिँ आँखा चाहिँ लाउन नहुने बिहा भइसके मान्छे हो हैन तर पनि खतरा ह्यान्डसम चाहिँ हुनुहुन्छ जस यसपालिको हाम्रो उहरु चाहिँ राम्रै हुनुहुन्छ अब हेरौँ अब देशको लागि के गर्नुहुन्छ अब त्यो त थाहा हैन हैन होप बी पोजिटिभ राम्रै गर्नुहुन्छ भन्ने आशा छ अब जानी बित्तिकै गर्न थाल्छ भन्ने छँदै छैन हैन अब टाइम त लागिहाल्छ हरेक कुरामा उ गर्नु पर्यो जानी बित्तिकै ओ यस्तो भएन उस्तो भएन भन्न चाहिँ अलि नमिल्ने हो जस्तो लाग्छ मलाई चाहिँ अब हाम्रो समाज चाहिँ त्यस्तै छ अब के भन्न सक्छौं र हिन्दू वारिरा चाहिँ अब म पनि हुन त हिन्दू नै हो हैन हिन्दू वारिरा चाहिँ भन्नेमा त अब अरु पनि त छ नि हैन अब त्यसरी नै गरिहाल्न पर्छ भन्ने त छैन सबैलाई हेर्न पर्छ एउटालाई गर्दा अर्कोलाई चित्त नबुझ्न सक्छ अर्कोलाई चित्त नबुझ्न सक्छ त्यो चाहिँ ओभरअलली नै हेर्न पर्छ जस्तो लाग्छ अब योमा चाहिँ हामीले बोल्न मिलेन अब 40 सेकेन्ड 50 सेकेन्ड 60 सेकेन्ड अब गर्दा गर्दा 10 मिनेट होला कि 1 घण्टे पुग्यो नि होला नि के तर अलिकति त्यहाँ बोल्ने कुरा चाहिँ अलिकति टाइम कमै हुने रहेछ अब सायद सबैको पालो आउनु पर्छ भनेर पनि होला हैन अब जस बरु छुटे दिनमा गराएर गरे नि हो नि तर अलि बोल्ने आफ्नो कुरा चाहिँ पुरा कुरा राख्न पाउनु पर्छ भन्ने जस्तो चाहिँ लाग्छ मलाई अब त्यो चाहिँ अब आफ्नो रुल होला केही होला हैन अब हामीले चाहिँ के भन्न सक्छौं र हाम्रो गृहमन्त्री जी आउनुभयो बिचरा गृह अनि पछिल्लो समय चाहिँ डीजे भनेर लास्ट भाइरल भइरहनु भएको नि त प्रधानमन्त्री र्यापर गृहमन्त्री डीजे अब बजाउने भयो देशलाई भन्ने टाइपले चाहिँ मिम भाइरल भइरहा अब त्यस्तो त नगरे हुन्थ्यो पानी खानु पर्यो यो चाहिँ मैले पहिले हेरिसकेको थिएँ यो भाइरल भएको थियो नि त यो क्लिप चाहिँ यो चाहिँ हाम्रो त फिल्मवालाको त्यो सिन चाहिँ याद आयो क्या हैन त्यो पहिला फिल्ममा थियो नि हैन त्यो वाला नाइस के हो ट्याक्कै त माइक सानो भयो जस्तो छ अनि त्यो आवाजै नआए जस्तो छ कि बिचरा पछाडि साइडमा ओ भाइ साहब हिरोनी भन्दा कम हुनुहुन्न नि त खै हिरोनी नै त हैन नि किनकि अब पछिल्लो समय हिरोइनहरुको पनि संसदमा उ गर्ने भएको थियो नि त कुरा निस्केको थियो पानी खानु पर्यो
ओ भाइ सर मलाई त यति राम्रो लाग्यो केटाहरूलाई कति राम्रो लाग्यो ओ हाम्रो हिरोको एन्ट्री भयो यो मिममा लास्ट भाइरल भयो मैले एउटा सर्ट्समा हालेको थिएँ अहिले संसदमा चाहिँ हामी पहिलेदेखि पुरानो उसमा चाहिँ त्यो बुढापाकाहरूलाई मात्रै देखिरहेको भएर हो के हो होइन अहिले चाहिँ अब यो जुन के अरे के भन्छ यसलाई अहिले चाहिँ अब युवाहरू छन् नि त उसमा संसदमा अनि त्यो कारणले चाहिँ अलि त्यो अफिसरहरू हुँदैन सरकारी अफिसमा काम गर्ने अफिसरहरू जस्तो लाग्ने कि त्यो देख्दाखेरि अब हाम्रो रविजी कलेजमा बसेर गफ गरे जस्तो क्या होइन ओ भाइ सर हाम्रो यहाँ चाहिँ अफिसर नै हुनुहुन्छ तर खतरा देखिन मलाई त रविजी पनि हुनुहुन्थ्यो मेरो आँखै गएन क्या रविजीमा मलाई त्यो उसलाई केटीलाई नै हेरिरहेको थिएँ कि तर प्रधानमन्त्री भएपछि त्यस्तो त्यो बोलेको बालनजीले यस्तो बोलेको भन्ने कुरै सुनिरहेन म त सायद अपडेट नभएर हो कि हो होइन त्यो हुन त उहाँले अब पहिला नि बोल्न त बोल्नुहुन्थेन त्यसरी होइन पत्र चाहिँ गर्नुहुन्न तर पनि कहीँ कतै भेटिहाल्छु कि भनेर हेरेको थिएँ मैले कहीँ भेटाएन कम हुनुहुन्छ हाम्रो बारेमा चाहिँ हिरोभन्दा कम होइन नि त त्यो बोली नै चेन्ज भयो क्या त्यस्तो चाहिँ नगर्नुपर्ने आफ्नो बोलीको चाहिँ हाम्रो चाहिँ अहिले सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नुभयो म चाहिँ धेरै खुसी छु हामीसँगै हामीसँग मतलब हाम्रो जुनियर हुनुभएको त्यहाँ चाहिँ होइन अनि इन्जिनियर पढिरहेको मान्छे संसद भवनसम्म पुग्नु भनेकै ठुलो कुरा हो नि त होइन नाइस कङ्ग्रेचुलेसन टु हर नाइस ठिक हो क्या कुनै कुरा त हाम्रो हर्कजीले नै खत्रै गर्नुहुन्छ कहिले काहीँ बेहोरा देखाउनुहुन्छ र भन्ने हो हाँसो चाहिँ खतरा छ कि कस्तो सरी ल त्यस्तो गर्नु त नगर्ने मैले चाहिँ हाँसो लगाउनु खोजेँ हाम्रो चाहिँ अहिले चाहिँ इक्वलिटी नै छ हरेकलाई समावेश गरेको छ त्यो चाहिँ खतरा लागेको मलाई अब प्रगति गर्छ गर्दैन देशले अब नयाँ मोड लिन्छ लिँदैन थाहा भएन तर चाहिँ जुन तरिकाले अहिले संसदमा चाहिँ डिफ्रेन्ट उहरू इन्भल्भ हुनुभएको नि त्यो देख्दा चाहिँ राम्रो लाग्यो कि होइन हरेकको कुराको आवाज पुग्ने भयो नि त ठाउँ माथिसम्म भन्ने जस्तो लाग्छ त्यो ब्याक बेन्चरहरू हुँदैन
कलेजको त्यस्तै क्या यस्तो रहेछ संसदहरूलाई चाहिँ 3 मिनटसम्म मात्रै बोल्न दिने रहेछ त्यो कारणले चाहिँ अब टाइममा बोली नभ्याउने भएर नि होला अलिकति मेरो चाहिँ अलि बाहिर नोइज चाहिँ इग्नोर गर्नु होला माइक छैन नि त मेरो अनि त्यही भएर चाहिँ बाहिरको नोइज धेरै आउनसक्छ त्यस जति सक्दो नोइज कम गर्न खोज्छु तर यहाँ महावीरपुरलाई चाहिँ फेरि आफ्नै छ क्या त्यो म किन बने होला म नहुनु पर्ने टाइपको त्यो बनेर भएपछि पनि त्यस्तो चिन्ता कि तर मान्छे ठिक हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ महावीरपुरमा चाहिँ अलिकति बोल्दाखेरि मुखमा लटपट गर्छ त्यो चाहिँ माइन्ड नगर्नु होला है विद्यालय कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिए त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिए यो अन्त कुराकानी के बोले होला के त्यसैले म सरकारसँग जोरदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् किनकि आज जना प्राणी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ खतरा हो उहाँ विदेशी एजेन्ट ए बालन विदेशी एजेन्ट के बोल्छ विदेशी एजेन्ट यति बुझ्नु विदेशी एजेन्ट स्वदेशी हो स्वदेशी नै हो स्वदेशी कोही दिन्छ ल यहाँ नेपाली कागज ल्याउनु 10 वटा तपाईँको ठ्याप्सिङ लगाइदिन्छु यस्तो चाहिँ नगर्यो भने त्यो अलि त्यो ठिक होइन क्या अलिकति के बोलिरहेको छु के गरिरहेको छु भने सोच्नुपर्छ जस्तो लाग्छ मलाई अब फेरि छिनमै बोली चेन्ज फेरि अन्त ठिक हो पास्टको कुरालाई बिर्सिम भने पनि राम्रो भन्छु म चाहिँ ठिक हो यो चाहिँ ठिक हो सत्ताको खेल त चलिरहन्छ कपी पेस्ट हामी देखा गरे जान्छन् यो कुनै नौलो कुरो होइन पार्टीहरू बन्छन् र भत्किन्छन् यो पनि नौलो कुरो होइन तर देश रहनुपर्छ अनुशासन रहनुपर्छ यो चन्द्र सूर्य त देश त रहनु पर्यो नि त अरू 15 मात्रै देश जाने भएन नि त उसको पनि हाम्रो धमलाजीको पनि भिडियो लिएर आउनेवाला छु मैले ठिक हो यो चाहिँ ठिक है हो ठिक भने अब मान्छेले सोझो यताउति भन्यो पनि तर उनले गर्ने कुरा चाहिँ फ्याक्ट नै हुन्छ जस्तो लाग्छ मलाई महावीर उनले चाहिँ जब कुराहरू पोइन्टहरू राख्नुहुन्छ नि तब चाहिँ बेस्ट पोइन्टहरू राख्नु जस्तो लाग्छ अब त्यो चाहिँ अब के कस्तो हो अब हामीलाई त त्यस्तो हुँदैन तर पनि मलाई चाहिँ जब यहाँको त्यो जुन पोइन्टहरू आएको हुन्छ नि कुराहरू त्यो चाहिँ एउटा भिडियो बनाउँदै पनि त्यस्तो ट्रु गर्नुपर्छ नि
बब्बाल बब्बाल रमाइलो भयो होइन। सेकेन्ड भिडियो पनि खत्रै रमाइलो भयो। अब यस्तै यस्तै गर्दा गर्दै अरू भिडियो ल्याउनेछु। थ्याङ्क यू फर वाचिङ। यस्तै गरेर भिडियो हेरिरहनु होला, सब्सक्राइब गर्न नभुल्नु होला। बाई 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 बाई।